हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ अनि सेवा आशा छ तपाईहरु सबै नै कुशल मंगल हुनुहुन्छ। आज भने म एउटा महत्त्वपूर्ण विषय लिएर तपाईहरुको समक्ष आएको छु। धेरै जनाले मलाई कल गरेर सोधिरहेको हुन्छ कि बर्थ सर्टिफिकेट चाहिँ कसरी बनाउने अथवा डिले रेजिस्ट्रेसन कसरी गर्ने, किनभने कति जनाको चाहिँ धेरै साल बादमा धेरै ठूलो भएर पनि बर्थ सर्टिफिकेटहरु अहिले अनलाइन चाहिएको हुनाले उनीहरुले अप्लाई गरिरहेको हुन्छ र त्यो अप्लाई गर्दा चाहिँ कुन प्रोसेसहरुबाट चाहिँ उनीहरु जानुपर्छ भन्ने प्रश्नहरु मलाई गरिरहेको हुन्छ र यो सम्बन्धित म सानो भिडियो तपाईहरु समक्ष साझा गर्न गइरहेको छु। अनि भिडियो सुरु गर्नुभन्दा अगाडि म तपाईहरुलाई के भन्न चाहन्छु भने बर्थ सर्टिफिकेट जुन ठाउँबाट, जुन एउटा विभागीय स्थलबाट तपाईहरुले पाउनुहुन्छ त्यो ठाउँमा गएर, जस्तै स्थानीय ग्राम पञ्चायत, कोर्ट कचहरी, जहाँबाट तपाईले बर्थ सर्टिफिकेट पाउनुहुन्छ त्यहाँ गयो भने यस विषयमा अझै विस्तृत रूपमा जानकारी पाउन सक्नुहुनेछ र मैले जानेको जानकारी तपाईहरु समक्ष राख्न चाहन्छु। सर्वप्रथम त जसले बर्थ सर्टिफिकेट बनाइरहेको छ उसको डकुमेन्ट अप टु डेट हुनु पर्यो, उसको डकुमेन्टहरु सही हुनु पर्यो। फर एक्जाम्पलको लागि जस्तो उसको आधार कार्ड हुनु पर्यो, भोट कार्ड हुनु पर्यो, अनि उसको जन्म सिद्धिलाई चाहिँ प्रुफ गर्ने अथवा ऊ कहिले जन्मिएको भन्ने कुरालाई सिद्ध गर्ने एउटा कुनै पनि डकुमेन्ट हुनु पर्यो। जस्तै स्कुलको एडमिट कार्ड, कतिजनाको जस्तो सानो पोलियोहरु लिँदाखेरि जुन एउटा कार्ड दिएको हुन्छ त्यसले पनि कतिवटा ठाउँमा काम गर्ने गर्दछ। अनि जसको बर्थ सर्टिफिकेट बनाइन्दैछ उसको मातापिताको आधार कार्ड र भोट कार्ड हुनु पर्यो। त्यसपछि आफू जहाँ बसोबासो गर्छ त्यो स्थानीयवासी 5 जनाको भोटर कार्ड अनिवार्य रूपमा चाहिन्छ। त्यो 5 जनाको भोटर कार्ड आफ्नो परिवारभित्रबाट हुनु हुँदैन। अब भने यी सम्पूर्ण दस्तावेजहरु तपाईले एकत्रित गरिसकेपछि सर्वप्रथम तपाई आफ्नो स्थानीय कोर्ट अथवा कचहरीमा जानुपर्ने हुन्छ। त्यहाँ गएपछि तपाईले बर्थ सर्टिफिकेटसँग सम्बन्धित एउटा एफिडेभिट गर्नुपर्ने हुन्छ। एफिडेभिट गरिसकेपछि तपाईले एफिडेभिट गरिएको नोटिफिकेसन चाहिँ एउटा स्थानीय न्यूजपेपरमा निकाल्नु पर्ने हुन्छ। जब त्यो नोटिफिकेसन निस्किन्छ अनि एफिडेभिट तपाईको तयार हुन्छ, सम्पूर्ण सम्बन्धित डकुमेन्टहरु लिएर तपाईको स्थानीय ग्राम पञ्चायतमा गएर जसले विभागीय रूपमा चाहिँ बर्थ सर्टिफिकेट बनाउने काम गरिरहेको हुन्छ उहाँसँग सम्पर्क गर्न सक्नुहुन्छ। त्यसपछि भने ग्राम पञ्चायतमा पनि एउटा अफलाइन फर्म भरिन्छ। त्यो फर्म भरिसकेपछि तपाईले आफ्नो सम्बन्धित दस्तावेजहरु सबै सबमिट गरेर ग्राम पञ्चायतका सचिव अथवा प्रधानद्वारा भेरिफाई गर्नुपर्ने हुन्छ। त्यो भेरिफाई भइसकेपछि तपाईको स्थानीय अथवा नजिकैको कुनै पनि साइबर सेन्टरमा गएर तपाईले बर्थ सर्टिफिकेट अनलाइन एप्लिकेसन फर्म भर्नुपर्ने हुन्छ। यी सबै गरिसकेपछि सम्पूर्ण सम्बन्धित डकुमेन्टहरु लिएर तपाईले आफ्नो स्थानीय खण्ड विकास कार्यालय, ब्लक अथवा हेल्थमा गएर सम्पर्क राख्न सक्नुहुनेछ। त्यसपछि त्यहाँ पनि यी सम्पूर्ण तपाईको डकुमेन्टहरु भेरिफाई भइसकेपछि सबै सही छ भने त्यसलाई पुनः एसडिओ कोमा फरवर्ड गरिनेछ। अन्तमा गएर चाहिँ एसडिओ ले पुनः तपाईको डकुमेन्टहरु भेरिफाइड गर्नेछ। त्यसपछि भने यदि तपाईको दस्तावेजहरु सही छ भने तपाईको बर्थ सर्टिफिकेटको निम्ति जुन तपाईले एप्लाई गर्नुभएको, आवेदन भर्नुभएको प्रक्रिया पूर्ण रूपले सफल भएको जानकारी तपाईले पाउनुहुनेछ। त्यसपछि भने तपाईले यो बर्थ सर्टिफिकेट पाउनको निम्ति पुनः तपाईले आफ्नो खण्ड विकास कार्यालयमा गएर सम्बन्धित विभागसँग सम्पर्क राख्नुपर्ने हुन्छ। त्यहाँ गएपछि तपाईलाई एउटा रिसिभ दिइन्छ। त्यो रिसिभको आधारमा तपाईले हालैमा हो भने चाहिँ आफ्नो ग्राम पञ्चायतबाट तपाईले आफ्नो बर्थ सर्टिफिकेटको तपाईको फिजिकल अथवा हार्ड कपी प्रिन्ट गरेर निकाल्न सक्नुहुनेछ। आफ्नो बर्थ सर्टिफिकेट एप्लाई गर्न सक्नुहुनेछ अनि अनलाइन आवेदन भर्न सक्नुहुनेछ। अझै धेरै थोक जानकारीको निम्ति तपाईहरुले आफ्नो सम्बन्धित ग्राम पञ्चायतमा गएर यस विषयमा धेरै जानकारी लिन सक्नुहुनेछ। यस्तै जानकारीमूलक भिडियो लिएर म तपाईहरुको समक्ष फेरि प्रस्तुत हुने नै छु। तपाईहरुलाई के विषयमा जानकारीको आवश्यकता छ तपाईहरुले मेरो कमेन्ट सेक्सनमा लेख्न सक्नुहुनेछ। Thank you very much. Have a good day and bye bye.